तर बाउले मैले भन्थे प्रभु तपाईँको सेवा गर्ने भवनको म त गर्ने गरेर त गर्न सक्दिनँ। हालेलुया। आज त्यो भवन बन्नु यो भवन बन्नु ठुलो कुरा हो। तपाईँ र मेरो हृदय बनिनुपर्छ। हामी जब चुम्बकले फलामलाई तान्छ नि स्वर्गको आशिषले तपाईँ र मेरो विश्वासले तान्छ। स्वर्गको आशिष स्वर्गमा मोती अझै भनेको छ नि सुनको सडकको छ भनेको छ। हालेलुया। जब एलियालाई परमेश्वरले बोलाउनु भयो, एलिया भोकले मर्ने बेलामा नखर गर न हुँदै गर्दाखेरि खोलाको दिनमा उहाँ त गरेर बस भनेर तँलाई म खाना ल्याउँछु भनेर परमेश्वरले भन्नुभयो। काठलाई रोकेर मासु पठाउनु तपाईँ भनेर परमेश्वर हुनुहुन्छ। आमेन 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 आमेन। जब म रोगबाट निको भयो, परमेश्वरले निको पार्नु भयो, के मेरो व्यक्तिगत पर्सनलको लागि दिनु भएको हो। कतिजना रोगी छ, कतिजना बिरामी छ, कतिजना अशान्तिमा परेको छ। तपाईँ र मलाई चाहिँ अब खुलो गर्दै हुनुहुन्छ। आमेन आमेन। यसोले बोलाउँदै हुनुहुन्छ। हामी तपाईँहरूलाई सानो बच्चाहरू भन्दैनौँ। नराम्रो काम गर्नुको लागि बच्चा हुँदैन, असल काम गर्नुको लागि बच्चा हुँदैन। असल काम गर्नुको लागि बच्चा छ भन्छन्, तर नराम्रो काम गर्न चाहिँ बच्चा भनेर भन्छ। नराम्रो काम गर्नु चाहिँ बच्चा हुँदैन, राम्रो काम गर्नु चाहिँ बच्चा हो भनेर कुरो बुझ्दै हुन्छ। खराब गर्नु चाहिँ सानै बच्चाले सिकेको हुन्छ। तपाईँ र मेरो भित्रको जरा के छ? जरा के छ? मैले भने नि बिहे गरेको श्रीमती चाहिँ अघि पास्टर बुवाले भन्दै हुनुहुन्थ्यो सबै कुरा साझा हुन्छ, श्रीमती चाहिँ साझा हुँदैन है। साझा हुन्छ हुँदैन। तपाईँ र मेरो प्रभुको निम्ति व्यक्तिगत पर्सनल हो। आमेन हालेलुया हालेलुया हालेलुया। तल यति पैसाले पनि बोलाउँछ नि, पैसाले बोलाउँछ बोलाउँदैन? बोलाउँछ नि पैसाले। जातिहरूले बोलाउँछ, संसारको मानिसहरूले बोलाउँछ, शैतानले दिनरात बोलाउँछ। कसको कुरा सुने? अब चुनावी कुरा छ। विश्वास चाहिँ केलाई गरेका छौँ? हालेलुया। हामी चर्चमा आएर प्रिय मित्रजनहरू आराधना गर्दाखेरि कुनै कुनै बेलामा आँसु पनि झर्छ, भागो पनि भइन्छ। तर चुनौतीपूर्ण कुरा आएको बेलामा सामना गर्नु ठुलो कुरा हो। हालेलुया। प्रभुको निम्ति भोकै बस्नु, प्रभुको निम्ति गीत गाउनु, प्रभुको निम्ति रीत दिनु, प्रभुको निम्ति साथीहरू त्याग्नु पनि पर्ने हुन्छ। श्रीमान पनि कतिपय मानिसहरूले त्यागेको छ प्रभुको कारणले गर्दाखेरि। अनि हाम्रो यो जीवनलाई हेर्दै गर्दाखेरि प्रभुले भन्नुभएको छ बाटो सत्य र जीवनमा